हाई वेलकम टु माई युट्युब च्यानल। फेरि म अर्को नेक्स्ट ब्लग लिएर आएको छु। म चाहिँ नि अहिले बजार जान लागेको। ए मेरो साथीहरू, तेरो नाम के हो भन्? तेरो युट्युब च्यानल नाम के हो? तेरो युट्युब च्यानल नाम के हो? सबिना बी मगर। हामी चाहिँ बजार हिँडेको। मेरो सानो मिनी ब्लग। कस्तो भ्लग बनाउँदा पूजाको फोन आयो। हामी चाहिँ नि थोरै काम थियो त्यसैले बजार हिँडेको। कस्तो मलाई थुप्रै मान्छेहरूको बिचमा भिडियो बनाउनलाई, तर म लजाउँदिनँ, म बनाउँछु। अब म चाहिँ नि एकैचोटि साथीलाई भेटेर भिडियो बनाउँछु ल। म बाटोमा हिँड्दैछु। म भिडियो एकछिन बन्द गर्छु, अहिले देखाउँछु है। साथी चाहिँ यहाँ आएको न मेरो ब्लगमा। हेलो जम्दैन के भन्ने तिमीले? साथीलाई भेट्यो। अब हामी जान्छौँ बजारतर्फ। यहाँ रुम खाली थियो अरे। यहाँ माथि देखी छ त, त्यहाँ लिएर रहेछ त। मैले भर्खर देखाएको। अब हामी जान्छौँ सरासर। अब हामी जान्छौँ। कहाँ जान्छौ? कति दामी देखेको हो यहाँ त। हाई हाई आज त कस्तो म एउटालाई देखेन कि। सबै ब्लगरहरू होइन। मेन म हो। हेलो गाइज, मलाई चिन्नु भएको छ कि छैन? हामी चाहिँ यहाँबाट अब भित्र कस्मेटिकमा जान्छौँ। कस्मेटिकमा सामान किन्ने रे। यस्तो अँधेर। हामी कस्मेटिकमा पस्न लाग्यो। अब कस्मेटिकमा अब भुटायो। कस्तो डर लाग्दो हो अँधेर। ए त्यता हो। म त कस्तो बिर्सेको। फाइनल्ली हामी यहाँ कस्मेटिकमा आयौँ। कस्मेटिकमा आइपुग्यो। यसलाई 90 भनेको त 140 रहेछ। साथीहरू के गर्नु, होलसेल दोकानमा भइसकेको छ। कस्मेटिकको काम सकेर हामी निस्क्यौँ। अब तिमी पहिला गर्ने ठाउँमै जाने होइन। अब हामी यहाँदेखि गयौँ ल। हामी के नारिनी जाने हो कि कता जाने हो र? पूजा हामी घर जाने। अब नारिन जाने हो ल गाई चरा। हामी नारिन जाने। अब म देखाउँछु। जाऊँ आऊ। हामी चाहिँ नारिन जाने रे घुम्न फाइनल्ली। के त फाइनली भनेको यो केटी बिरानो छ। म कहाँ नि भयो आउनु है आमाकोमा। हामी मेन कुरा धागो किन्न भनेको आएको। धागो किन्नै बिर्सेर हिँडेछौँ। अहिले किन्छौँ हामीले धागो। नारिनी जाने भनेको कस्तो हुन्छ कस्तो। यिनीहरू त कहिले जाने भन्छ कहिले नजाने भन्छ। हामी चाहिँ यहाँ गङ्गौती मार्गभित्र पस्यौँ। धागो खोज्दैन। कता हो कता? धागो खोज्दै हिँडेको। कता कता धागो पनि मुस्किल छ धागो पाउनलाई। मान्छे नै नहेरिकन हिँडिदिने बाइकले पनि। फाइनली धागो भेट्यो है। हामीले चाहिँ नि धागो लिन आएको। धागो खोज्दा होइन भेटियो। धागो भेटियो बल्ल।
हाँ दोकानमा त्यस्तोमा धागो भेटायो बल्ल धागो हाम्रै निस्किला त भन्छ यसमा यो सक्दैन फुल मिल्छ कि मिल्छ हामी चाहिँ धागो किनेर पसलबाट निस्क्यौँ धागो हाम्रो कति महँगो धागोलाई पनि ब्याग बुन्ने धागो किनेर हामी चाहिँ अब घरतर्फ लाग्छौँ हामी चाहिँ बजार गएर आयो हामी चाहिँ बजार गएर फर्केको अब मेरो भिडियो यति नै रहनेछ अब नेक्स्ट भिडियोमा भेटौँला बाई बाई